हाम्रो यहाँ गाइड जानुहुँदैछ आजको गाइड सुमा हाम्रो पुच्ची ओ आमा साह्रो परेर पुच्ची बोकेर आमाले छोरा बोकेर साह्रो पर्यो अरे साह्रो परेको लु बोक्नु त भाइ 14 केजी पो त हाम्रो भाइ पनि बोक्नु त लु हिँड्नु त अब कहाँ हो हिँड्छ पो त हाम्रो भाइ हिँड्छ पो त यस्तो हिरो त हिँड्छ पो त आम्मामा फुलहरू मजाको फुलेको छ है खाइछ भाइ यो समयमा चाहिँ आरू मजाले फुलेको हुँदो रहेछ है आरू चाहिँ मजाको आरूको फुलको सिजन रहेछ एक्चुअली आरू फुलेर मजाको देखिरहेछ यहाँ चाहिँ सानो पढे भाइ माछा हेर्नुहोस् त यहाँ आम्मामा माछा है हेर्नु नि माछा यहाँ फुल जाउँ अब अगाडि माछा यहाँ माछा हेर्नु नि माछा हो माछा हो आम्मामा माछा ल साथीहरू यहाँ चाहिँ ओ हेर्नु नि नानीहरूको लागि चाहिँ मजा रहेछ घुम्ने ठाउँहरू एकदमै खेल्ने ठाउँहरू पनि रहेछ यहाँ चाहिँ टिकट है टिकट काउन्टर छ टिकट दिनु र ल यहाँ चाहिँ इन्ट्री भयो है हामी अब चाहिँ यहाँ अरू फुलेको रहेछ है मजाले यहाँ माछा रहेछ है ओ माछा यहाँ माछा रहेछ है ओ लड्छ भाइ लड्छ माछा उपर गयो वेलकम तेर्छ भन्नु यहाँ फुलहरू देखाउनु फुल मजाले फुलेको छ है त्यसरी मजा आउँछ माछा मैला पो रहेछ यहाँ फुलहरू कस्तो मजाले फुलेको है अनि त दामी फुलिरहेछ यहाँ हेर्नुहोस् है यतिखेरको टाइममा माछा हेर्ने भाइ यहाँ भेगुताको बच्चा मात्रै छ हौ कहाँ जानु भयो सुमा अगाडि अब सुमा कहाँ जानु भयो सुमा कुन त पछाडि होला जाउँ हामी हेर्नुहोस् साथी फुलहरू कस्तो मजाले फुलिरहेको छ यहाँ मात्रै ब्लू रहेछ दामी फुलिरहेछ वाइट पनि रहेछ अब हामी अगाडि जाउँ है कतिको राम्रो छ अगाडि के रहेछ हेर्ने जग्गा घुम्ने जग्गाहरू है ल गाइस यहाँ चाहिँ फुलकै गार्डन मात्रै रहेछ है मजाको कलरको है आरुको फुल रहेछ आरुको फुल यहाँ मजाको छ त्यो फुल चाहिँ मजाको छ खास यो पत्ता त जङ्गलमा बाख्राले घाँस खाने जस्तो छ उसले हामी चाहिँ यस्तो चाहिँ घाँस काट्थ्यौँ बाख्रालाई त्यो यहाँ चाहिँ फुल रहेछ मजाको फुलेको है आरुको फुल चाँप अब कति सानोमै फुलेको चाँप चाहिँ मजाले है यहाँ रहेछ कस्तो मजाले हो कस्तो मजाको यो पनि चाँपै जस्तो लाग्यो है मलाई चाँपै हो नि ल साथी हेर्नुहोस् है यो पनि चाँप जस्तै लाग्यो एकदमै मजाले फुलेको रहेछ है रानी चाँप है उयो चाहिँ गुए चाँप यो अलिक सेतो छ गुको चाँप जस्तो चाहिँ यो रानी चाँप रहेछ है सुन्तला हाइब्रिड सुन्तला हो कि के हो माछा यहाँ रहेछ आमा माछा हेर्नु नि आमा कत्रो माछा हो है यहाँ झर्ना बनाएको रहेछ कस्तो मजाको मलाई चाहिँ यस्तो चाहिँ पुरा मनपर्छ यस्तो झर्नाहरू यस्तो कुवा भएको चाहिँ मलाई मनपर्छ कमलको फुल लो लाइफमा फर्स्ट टाइम देखेँ कमलको फुल चाहिँ यस्तो हुँदो रहेछ है अर्जिनल रहेछ यहाँ कमलको फुल हेर्नु न ल साथी कमलको फुल है मैले त फर्स्ट टाइम देख्दैछु यहाँ माछा है कस्तो मजाको चरा गुड पनि छ यहाँ चरा पनि छ कि गार्डन चाहिँ मजाको रहेछ है ल साथी फुल चाहिँ एकदमै राम्रो रहेछ है दामी छ फुलहरू चाहिँ मजाको है टिच्चु गार्डन मजाले फुलहरू फुलिरहेको छ साथी हो हेर्नुहोस् हामी अगाडि बढेर जाँदैछौँ तपाईँहरू हेर्दै गर्नुहोस् लाइक कमेन्ट सेयर गर्दै गर्नुहोस् कतिको राम्रो लाग्यो तपाईँलाई यहाँ फुल हेर्नुहोस् आम्मा कस्तो दामी फुल है यो चाहिँ मलाई दामी लाग्यो नि हाम्रोमा चाहिँ ठुल्ठुलो मात्रै हुन्छ नि अन्त त हाम्रो ठुल्ठुलो आउँछ त हाइब्रिड गरेको है मजाको प्लान्ट है फुलहरू एकदमै दामी रहेछ ल है उपर हेर्नु आमा उयो क्याक्टस फुलेको हेर्नु नि यहाँ पनि दामी रहेछ है चाँप मजाले फुलेको रहेछ ल है साथी यहाँ क्याक्टस फुलेको त होइन कलर पो रहेछ कस्तो मजाको है प्लान्टहरू इन्डोर प्लान्टहरू है मजाको रहेछ क्याक्टस चाहिँ दामी लाग्यो है आम्मा कस्तो दामी हो क्याक्टस त यिनीहरूको दाम सुन्यो भने त अहिले लड्छ होला फेरि कम त महँगो हुँदैन यो पनि क्याक्टस आम्मा कस्तो मजाको कलरको रहेछ हेलो साथी यहाँ गार्डन चाहिँ एकदमै राम्रो रहेछ है
फुलहरू एकदमै मजासँगले फुलिरहेको छ है। यहाँ किसिम किसिमको है फुलहरू एकदमै हेर्नु पायौँ है। एकदमै मजाको है फुलहरू चाहिँ कलेक्सनहरू दामी दामी छ है। हेर्दै गर्नुहोस् साथी हो, फेरि अगाडि पनि हामी देखाउनु छ तपाईँलाई के कस्तो रहेछ यहाँको जग्गाहरू है। फुलहरू कतिको राम्रो छ तपाईँलाई देखाउनेछौँ। हेर्दै गर्नुहोस्, बस्दै गर्नुहोस्। यहाँ रेस्टुरेन्ट पनि रहेछ है। एकदमै कलेक्सन चाहिँ मजाको रहेछ यहाँ फुलको, एकदमै दामी चक्क है। यहाँ क्याम्पफायर पनि हुने रहेछ है। ए यहाँ मजाको फुलहरू प्लान्टहरू। यो त धुप जस्तो छ हिमालमा पाउने। यहाँ रहेछ माछा होइन। आमामा दामी फुल हेर्नु न यहाँ साथी, हेर्नुहोस् फुल कस्तो दामी फुल। ओ माछा हेर्नु यहाँ आमामा कस्तो दामी। यो चाहिँ दाना है, मजाको दाना रहेछ। यो प्लान्ट चाहिँ के हो कुनै के को प्लान्ट अरे? खानु चाहिँ हुँदैन होला है सर। दमाई गेडा भन्नु के को दमाई गेडा हुन्थ्यो यो त। फुलहरू रहेछ है साथी, मजाको रहेछ है। अगाडि स्विमिङ पुल पनि रहेछ। जाउँ भाइ माथि जाउँ, फेरि माथिल्लो बाटो अब फेरि म उमाथि रहेछ अलिकति घुम्ने जग्गा सिँढी हामी जाँदैछौँ है। हेर्दै गर्नुहोस् बुझ्यो भाइ। हेलो गर्नु न यहाँ छिटो। हेलो मजा आउँदैछ? मजा आयो? के देख्यो भाइ भन्नु न, के देख्यो? के माछा देख्यो? अरू के देख्यो? अरू फुलहरू देख्यो? फुल देख्यो आमामा। ऊ क्याक्टस है कस्तो दामी है। ऊ यहाँ चाहिँ फेरि कस्तो खाले बटारेको क्याक्टस। आमामा क्या दामी हो लो साथी हो। ए फुलको कलेक्सन चाहिँ यहाँ आउनु पर्ने रहेछ हेर्नु चाहिँ। आमामा यो चाहिँ फेरि काँचो कि सुकेको? तर हुने चाहिँ काँचै हो, आलै रहेछ कि तर सुकेको जस्तो देख्दो रहेछ है। प्लान्टहरू एकदमै राम्रो दामी रहेछ है। हजुर मगाउँदैछु एकछिन। आमामा यहाँ नै कस्तो दामी हो। यो चाहिँ दामी लाग्यो मलाई चाहिँ, यो चाहिँ खास लाग्यो यो चाहिँ। ऊ मजा रहेछ। आउनु आउनु कस्तो दामी है। कस्तो दामी मजा लाग्यो भाइ। मजा आयो? मजा आयो भन्नु न पहिला भन्नु। मजा आयो? घर जाने कि बस्ने हो? यहीँ बस्ने? घर नजानु अन्त? घर नजानु? घर नजानु? जाउँ ल। ल साथी हेर्दै गर्नुहोस् है कस्तो लाग्यो तपाईँलाई है। रमाइलो लाग्यो कि लागेन है? एकदमै राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर चाहिँ जरुर हान्नु पऱ्यो ल। कस्तो दामी चाहिँ फुल्दो रहेछ है। ए एकछिन है यहाँ हेर्नु नि, यो पनि कस्तो दामी हो। रातो आगो जस्तो यो पनि यल्लो फुल्दैछ है। भाइलाई चाहिँ मजा लाग्यो है, कुदेको छ। यहाँ हेर्नु न कस्तो दामी, यो पनि फुल्दो रहेछ हो। यत्तिका हो। ए आम्मामा कस्तो दामी हो। यो पनि फुल्दो रहेछ है। यो पनि फुल्दो रहेछ। आम्मामा हेर्नु नि हौ कस्तो दामी। यो प्लान्ट हेर्नु नि हौ कस्तो दामी। ऊ हेर्नु नि। लो